A very good morning everyone. The sun is up. I'm also up. त्यसैले अहिले उर्लाबारीमा आइरहेको छु. Welcome back to my channel. फेरि पनि आइसक्यो हजुरहरुको सामु भिडियो लिएर न्यू डे न्यू भ्लग. So Ashika, come here. नमस्ते. नमस्ते. So आज चाहिँ डाक्टर शशाङ्कको पारामा चाहिँ त्यही हो गाइज. अहिले चाहिँ हामी हतार उर्लाबारी आइपुगेको छौं. फिलहाल घरबाट उहाँ के चुरा झुप्का नलगाइकिन कुदेको गाडीमा लाउने भनेर नभ्याएर क्या. ए अब चाहिँ यहाँनिर गाडी आउँदैछ अनि हामी चाहिँ गाडीमा जानेछौँ. रिजर्भ गरिरहेछौँ हामीले. सो अब चाहिँ हामी गाडीमा जानेवाला छौँ. मेरो नाम चौकाइरहेको छु गाइज. अहिले चाहिँ हामी सिटीमा आएको हो. हाम्रो सामान चाहिँ यहाँ छ गाइज. हामी कहाँ जाने गाइज, हामी कहाँ जाने हो भनेर हामीले भनेकै छैनौँ. त्यो अहिले भन्छौँ. बाटोमा हामी झुम्का लगाइरहेको छौँ. हामी चाहिँ बाटोमै लाज पचाएर गाइज हाम्रो भ्यान चाहिँ आइसक्यो. हामी अगाडि गाइज हामी चाहिँ गएको. गाइज मैले एउटा नेल लगाएँ, 4टा नेल लगाएँ. अब एउटा बाँकी छ. हेलो गाइज कोही चाहिँ नभ्याइ छ. एक्सिडेन्ट भएको अवस्था गाइज. बिहान ट्राभल गर्दाखेरि चाहिँ यस्तो धुलो आउँछ. दिउँसो झन् कस्तो होला. कस्तो हुन्छ गाइज. म चाहिँ काली भए पनि दिउँले छु है. आज चाहिँ हामी लेटाङ जाँदैछौँ गाइज. मेला यस्तो भएको 2 गते गाइज. 2 गते. सो गाइज ह्याप्पी न्यू इयर सबैजनालाई. गाइज हामी चाहिँ कोला लिँदैछौँ. यही छ केरा आन्टी पर गएको चाहिँ. गाइज यो बाटो देखेपछि थाहा भयो होला हामी कहाँ गएको भनेर. पछाडि यस्तो गफ चलिरहेछ हो. दुनियाँ अर्को छ बा. हेरेन हामीले हेरेकै थिएन. तपाईँ एउटा टिकट लिनु हुँदै थियो अनि जिस्काउँदैछ उयो भाइले तिमीलाई भन्यो नि. म त हेरेकै थिइनँ. यसले हो स्या गरेको. यतापट्टि ढल्की सबैजना फर्स्ट टाइम जाने हो रहेछ. कसैलाई बाटै थाहा छैन. अब बाटो उतापट्टि बन्द रहेछ र यतापट्टि हिँडेर आएको बदा. तर ड्राइभरहरूलाई चाहिँ जहाँको नि बाटो थाहा हुने रहेछ. गुगल म्यापलाई जस्तो थाहा हुन्छ जतै पनि जहाँको गल्लीबाट छिरे पनि उता मेन रोडमा निकालिदिइराखेको हुन्छ. झन् त्यो बाइक कुदाउनेहरूलाई त हो मान्नै पर्छ. तिमीहरूको दिमागलाई चाहिँ बिहे रहेछ. लु आशिका के छ विचार? बिहे रहेछ त. माथि कुखुरा दुईटा छ. माथि कुकुरीका यहाँ आएर टुङ्ग्यो त बाटो त. अनि के हो कता हो? यता छैन. अघि त्यही उँधो झरे खोलाको बाटो थिएन त. ला अब कताबाट जाने हो? अङ्कल पनि फर्स्ट टाइम अरे. यहाँ चाहिँ यस्तो रहेछ. दाजु राजारानी जानलाई त बाटो छैन. राजारानी जानुपर्ने. बाटो छोडेर आउनु ला बाटो चाहिँ छैन. जाँदैन. यताबाट त जाँदैन नि. उता तलबाट त्यो ओह्रालो तलतिर गएपछि यसो उहाँलाई थाहा छ नि. बाटोबाटै छिर्नुपर्ने. ए ल धन्यवाद अङ्कल. गइसक्नु भएछ यार. फेरि फर्किन पर्यो. यो अटो पनि वहीँ माथि जाने होला. दिमाल्नीहरू सजिएर बसेको छ त.
गाइस पहाड चढ्यो अब कसलाई हो माउलाई जाने बाटो थाहा नभएको यहीँ उतारेर छोडिदिउँ माउलाई जाने बाटो थाहा माउलाई जाने बाटो थाहा हुँदैन गाइस पुल आयो तिस्ताङ पुल गाइस त्यहाँ चाहिँ अफ रोड रहेछ यस्तो फेरि अप्ठ्यारो भइरहेको होला है चलाउनु गाइस हामीले छुट्नु नसकेर होइन छुट्नु नसकेर अगाडि बसेको अङ्कललाई कुदाउनलाई अप्ठ्यारो भइरहेछ र त्यही भएर हामी चाहिँ हालतिर टाँसेको हल्ला र हल्ला टाउकै अफ रोड रहेछ क्या अनि हामी सबैजना फर्स्ट टाइम आएको अनि त्यही भएर कस्तो होइन पछाडि मान्छेहरू आएको छ नि फेरि कसैको त मामालाई यता हेरेर पनि थाहा छैन बाटो कता भनेर तिमीलाई पाहाड चढेको अनुभव भइरहेछ यो लेटाक भनेको त पाहाडको फेरि हो नि त पाहाडले अझ मेन पाहाड झन् देखेकै छैन रुक्तालाई कुनै बेला अवसर मिलाएर लान्छु मेरो गाउँ गाइस यो पाहाडतिरको घर देखेर छक्क पर्दैछ ऊ माथि चाहिँ कसरी भयो यसलाई मेरो गाउँ लान मन परिरहेछ क्या मेरै दुरिरहेको छैन जान त्यही भएर म लगेकै छैन पहाडको बाटो झर्छु फोन झर्दैन तलको भ्यू फोनमा क्याप्चर भएन क्या तर कस्तो दामी छ आँखाले सानो भेनबाट धेरै हल्लाको अङ्कल आयो भ्लग बनाउनु अगाडि राम्रो बाटोमा राम्रो सिटमा आएको हल्लाएर भोकै लागिसक्यो मलाई बाटो त मरद रहेछ मैले याक्थुममा जाएको भ्लगमा देखेको थिएँ कि कति सजिलै लानुभएको थियो राम्रो राम्रो क्लिप देखाएर बाटो त यस्तो रहेछ हौ पक्नु चाहिँ तपाईँलाई तर ठिकै छ अघि अङ्कललाई भनेको थिएँ कि मोरङको सबैभन्दा विकट गाउँ भनेर लेटाकलाई चिनिन्छ भनेर अङ्कलले मत्याउनु भएको थिएन हामी चाहिँ लुगा मिलाम होला हौ ल हाम्रो टोलीहरू चाहिँ यता मेरो होइन त्यो ब्याग गाइस यहाँ चाहिँ हिमालयहरूको मन्दिर आइपुगिसक्यो यहाँनिर यहाँनिर हो मन्दिर चाहिँ कस्तो देख्यो यहाँ चाहिँ सामान झार्दैछौँ गाइस हामीले हामी चाहिँ 7:45मा आइसक्यौँ गाइस म चाहिँ ब्युटिफुल भएर यहाँ रुखको फेद मुनि बसेर भ्लग गर्दैछु गाइस
आऊ मेरो पिस्तु कोहीले त उ गरौँ न बन्दोबस्त जम पहिला तल यो सामान बोक्न सकाम न त के को मर्छ ओए उड्छ है त्यसै चुम जो कुखुरा सामान यसो पपाटा कुखुरा कुखुरा चाहिँ कति राम्री आकी गाइस हेर्नु परेवा जोडी परेवा उडाउने हो सुर भाकल थियो होला भाकल थियो बाउलाई जुत्ता लाएर आएको फाइदै भएछ हिल्लाएर आएको भए त अघि लडिसक्थ्यो मलाई हिलाउन आउँदैन नि त यस्तो गरेर हिँड्नुपर्छ कम्ती खुट्टा दुख्दैन हिल्लाएर आयो भने कुन मन्दिर उ यही हो यो काठले बारेको यता हेर कपालले के बनाइदिस् के भयो त्यतिकै छोडिदिए अहिले म उयसले गरिदिन्छु के कता जाने हो गाई यहाँ सुँगुर पनि ल्याउनु भएको रहेछ कस्तो तर्स्यो क्या गाई यहाँ चाहिँ हिमालयको थान रहेछ टक्क जङ्गलको बिचमा टक्कसँग गाई चाहिँ बोकेर थानमा लानु हुँदैछ ए कसरी लगेको नि डरै लाग्दो गरेर गाई हिमालको थान चाहिँ यही हो यता चाहिँ पकाउने पोल्ने के गर्ने ठाउँ हो यो चाहिँ यता चाहिँ पोखरी जाने बाटो हो दामी छ के गरेको आसी गएर चाहिँ आजै देख्दैछु म त हौस्तै थान देखाएको लागि ए पूजा गर्नु हुँदो रहेछ फर्स्टमा अनि मात्रै काट्नुहुन्छ होला सायद ए छिनाउनु अब गाई चाहिँ अब यहाँ सबैजनाले पूजा गर्नुहुन्छ भाकलहरू कसैको हुन्छ त्यो चाहिँ सबैले बुझाउनुहुन्छ कसैले कुखुरा कसैले परेवा कसैले सुँगुर पनि हो सुँगुर पनि होला सायद है मलाई चाहिँ थाहा छैन के को लागि भाकल गरेको चाहिँ धेरै बुझाउनुहुन्छ अब यहाँ चाहिँ पालो यति धेरैजना हुनुहुन्छ जानु हुँदैछ बिस्तारै सबैजना यस्तो हुन्छ दिएको होइन यता औता बाच्यो
सो फाइनली गाइज हामी चाहिँ पूजा गरेर पनि आइसकिसक्यौँ। गाइज यहाँ चाहिँ हामी फोटो खिच्न आएको थियौँ, आन्टीहरू आएर पर्खिराख्नु भएको रहेछ। अब हामी जाँदैछौँ जुत्ता चिप्लेर। गाइज यहाँ चाहिँ बाटो नभएर मुरा ठेल्नु हुँदैछ, गाडी आधी मात्रै अड्किहाल्यो। सो यहाँ चाहिँ ठेल्नु र बाटो बनाउनु हुँदैछ। यता म्याम फोटो खिचिदिनु भनेर बसिराख्नु भयो। यी गाडी नै गएन क्या आधी चाहिँ। गाइज अब चाहिँ हामीले पूजा गरेर भ्याइसक्यौँ। अब हामी खानाहरू बनाउने ठाउँमा जाँदैछौँ। मुल्टो बसेको मन्दिरमा के हो लुगा यस्तो छोटो आज टुटुल का उठाए पे ही मानेगा। हामी चाहिँ गाडी पार्क गर्ने ठाउँमा आइसक्यौँ। अब यहाँनिर अब चाहिँ हामी यहाँ राम्रो ठाउँ हेर्छौँ अनि त्यसपछि खानासाना बनाउने के कसो हो खानेकुराहरू लिएको छ त्यो खानुपर्ने हुन्छ। अहिले ठ्याक्कै 9 बज्न लागिसक्यो। हामी बिहानै आइपुगेको थियो क्या। यहाँ चाहिँ मेला लाग्छ। अब अहिले पो हामी बिहानै भएर भिड छैन खासै। अब स्किनबाट त यस्तो धेरै भिड हुन्छ बाबा रे बाबा। हामी चाहिँ यो घरमा बस्ने भयौँ। टक्क चुल्हा पनि खाली छ। यी पकाउने खाने बस्ने पाहुना पनि हो अङ्कलको ससुराली। गाइज हाम्रो चाहिँ सामानहरू यहाँ छ अनि उहाँ चाहिँ कुखुराको लागि पानी तताइरहेछौँ। यहाँ गर्दैछौँ हामी चाहिँ। गाइज नङ्दाको फाइदा भएन, अप्ठ्यारो भयो काम गर्न। म चाहिँ यहाँ बसिरहेको छु अनि सानी चाहिँ यहाँ काम गर्दैछ। यहाँ खोर्सानी काट्दैछ सानी। मासु पोल्दैछ। यहाँ मासु पोल्दै हुन्छ गाइस। पर गाइस हाम्रो चाहिँ यहाँ सेक्वा बन्दैछ। गाइस अहिले चाहिँ हाम्रो खाजा आइरहेको छ, सेक्वा र भुजा। अनि त्यस पछाडि यता नि खानु हुँदैछ आन्टीहरू पनि। गाइस अब चाहिँ मेला सुरु भएको अवस्था है। गाइस बाटो यो चाहिँ हाम्रो क्याफे हो। गाइस मन्दिर हिँडेको त मन्दिरमा त बाफ्रे भिड यत्रो भिड छ। अब चाहिँ हामी पोखरी घुम्दैछौँ। यो त होइन। सो गाइस यो चाहिँ राजा पोखरी रहेको छ भने यता चाहिँ रानी पोखरी रहेको छ। यो चाहिँ मन्दिर जाने बाटो हो। यहाँ छ मन्दिर, भिड छ एकदमै। गाई चाहिँ यस्तो उकालो ह बा अब कसरी जाने हो। चाहिँ रहेको छ हाम्रो भ्यू टावर यता। यो भ्लग हेर्नुपर्छ होला हौ, इन्ट्रेस्टिङ। गाइस तपाईँहरूले चाहिँ थाहा पाइ नै हाल्नुभयो, म चाहिँ लेटाङको राजारानी पोखरीमा आएको छु। यहाँ चाहिँ राजारानी मात्रै होइन एउटा राजकुमारी पोखरी पनि छ। सो यहाँ चाहिँ पर्यटकीय स्थल रहेको छ। यहाँ चाहिँ विशेष गरेर वैशाख महिनाको 2 गते चाहिँ धिमाल जातिहरूको चाहिँ मेला लाग्ने गर्छ। सो उहाँहरू पूजा गर्नको लागि आउनुहुन्छ हजुर। सुरु पनि हुन्छ यो ढङढङे मेलाको सुरुवात पनि भनिन्छ, जो कि जेठ अन्तिमसम्म हुन्छ सायद, मलाई थाहा भए अनुसार। किनकि म हिमालपट्टि कुदैछु नि त अहिले तपाईँहरूले पनि देखिराख्नु भएको छ भ्लगमा चाहिँ। सो यहाँनिर चाहिँ मैले सुने अनुसार 43वटा प्रजातिको सुनाखरी पाइन्छ। यो चाहिँ अब वैशाख जेठ यस्तैमा फुल्छ क्या यो चाहिँ। अनि यहाँनिर चाहिँ बनधान, वन कुखुराहरू, सिम कुखुराहरू, वन सुन्तलाहरू यस्तो के पाइन्छ अरे विज्ञहरूले भने अनुसार। मैले चाहिँ सुनेको हो साथीहरू, त्यो चाहिँ थाहा छैन। सो मैले सुनाखरी चाहिँ देखेको छुइनँ। फेरि खै 43वटा त भन्यो तर खै देखाएन भन्नुहुन्छ होला। सो मैले पनि देखेको छुइनँ। बोटहरू चाहिँ टन्नै छ, फुलेको चाहिँ छैन साथीहरू। त्यो साथीहरू अहिले चाहिँ टक्क रुखको पातहरू यसरी झरेर टक्क नयाँ रुखको पातहरू आउने पाउलिने बेला भएको छ। अनि यति बेला हरियो वन, नेपालको झन् त्यसरी त हो र हरियो वन। अनि त्यहाँ माथि सुनाखरी फुलेको कस्तो राम्रो देखिन्छ होला। त्यो सो त्यो चाहिँ देखेको छैन कि बोटहरू मात्रै छ सुनाखरीको। मैले फुलेको चाहिँ देखेको छुइनँ, नदेखेको होइन। पहिले पाहाडतिर मैले रोपी हिँडेको रुखतिर हो, उयो रुखको फुल नफुलेको छ नि त्यो घाँस जस्तो हो, त्यो सुनाखरीको बोट होइन साथीहरू। यो राजारानी पोखरी जुन छ नि यो लेटाङको, यहाँनिर चाहिँ 20 एकड जमिनमा चाहिँ यो राजारानीको लागि पोखरीको लागि छुट्याइएको जमिन रहेछ होइन। यहाँ चाहिँ पर्यटकीय स्थल, यहाँनिर जो हर कोही पनि आउन सक्नुहुन्छ। यहाँनिर मन्दिर पनि छ अनि 3टा पोखरी छ।
राजा पोखरी, रानी पोखरी, राजकुमारी पोखरी, तिनवटा पोखरी पनि छ। यहाँनिर चाहिँ बोटहरू चढ्ने हुन्छ। मन्दिरहरू 2टा मन्दिर छ, एउटा धिमालको भने एउटा मगरको भन्ने कुरा मैले यहाँ तल आउँदाबाट सुनेको थिएँ। एकदम ठुलो एरियामा छ, हजुरहरूले बुझिसक्नु भइसक्यो विषयकर भनेको कति हो भनेर। गाइस पानी पर्ला जस्तो भयो, टेन्सन भयो। फेरि यहाँ गुरुङ 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 गर्न थाल्यो, गुरुङ गुरुङ मात्रै गर्न कि ओह्रालो चाहिँ मजाले झऱ्यो होइन। अब यो उकालो जाँदा मेरो सास जाँदैन। म चाहिँ के भन्छु मेरो पनि पानी पर्न लगाएर होला कालो भयो क्या। मुटु आउँछ हातमा फिक्स। ढक 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 ढक। म सक्दिनँ अब भ्लग गर्न। गाइसहरु भयो केस किन्दैन अघि 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 मेरो भाडामा चाहिँ बनास कि बनाएन त्यस्तो लाग्दो रहेछ अरूको अगाडि र तेरो दाँत मात्रै निक्लेको छ। म त्यही हालिदिन्छु बुझिस्। अस्ति पनि काटिदिए कि चस्मा भाँचिन्छ हो बहिनी। यो बेच्यो भने तेरो फोन आउँछ 2टा। ल्यास आयो कस्ता आयो बेचौँ लु त लु बेचौँ 2टा फोन आउँछ तेरो। इस जानिस इस 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 मेरो खोज्दैछु। गाइस अहिले चाहिँ हामी हैन मेला जानु अल्छी लाग्यो। पानी परेर यत्रो ठुलो पानी परेर नयाँ सालमा त के हो नयाँ सालमा त के हो हैन। 2 गतेको दिनमा टक्क यति ठुलो पानी पर्यो। अनि त्यसरी हावाहुरी आएर कालो भएर है। अन्त खानासाना खाएर त भेडमा बसिहाल्यौँ। माथि अङ्कलहरू ढोल बजाउन जानु भएको छ। हामी त यतै बसेको कस्तो अल्छी लाग्यो क्या। मेला जस्तो पनि बजाएको हेर्न नजाने किनकि हाम्रो खुट्टा लास्टै ओभर दुखिसकेको छ। अघि त्यहाँनिर पोखरी घुमेर आउँदाखेरि नि हाम्रो हालत खराब भइसक्यो। त्यसैले अब हामी यहाँ सुत्दैछौँ। यो टिकटक बनाउँदैछु, घरि म बनाउँदैछु होइन। टिकटक बनाउँदै बसिरहेको छौँ नजाने। सिधै घर जाने। के गरेको चकचक गर्छेस्। सो गाइज अब चाहिँ हामी घर जान लागेको 5 बजिसक्यो। अब हामीलाई घर जान पनि ढिलो हुन्छ। अब चाहिँ गइसकेको एकदम टायर्ड भइसक्यो। म त अल्छी लागिसक्यो। सो अब चाहिँ हामी जान्छौँ। फाइनली गाइज म चाहिँ घर आइपुगिसकेँ। घर आएर कपडा चेन्ज गरेर म मेरो घर जाँदैछु। आशिकाहरूकोमा आएर म रेडी भएको थिएँ नि त। अनि त्यही हो अब चाहिँ घर जाँदैछु टक्कसँगले। थ्याङ्क्स फर वाचिङ दिस भिडियो गाइज। एकदम गलेछु म त। निद्रा पनि लागिरहेछ। बाई बाई गुड नाइट।